नमस्ते टासिदेलेक फ्याफुला म जोर्डन गुरुङ तपाईहरु सबैजनालाई आजको यस भिडियोमा म स्वागत गर्दछु है र आजदेखि चाहिँ म तपाईहरुलाई टिबेटन सिकाउने छु है यो चाहिँ अब टिबेटनको कक्षाको सुरुवात आजदेखि म सधैं एउटा टिबेटन भाषा यानी टिबेटन अक्षर को जानकारी तपाईहरुलाई दिने छु है र यसको महत्व के हो त कारण के हो त भन्दाखेरि श्री दलाई लामाज्यूले सधैं भन्नुभयो चाहिँ तपाईलाई यदि बुद्धको पाठहरु है अनि र सबै जान्नु मन छ भने हामीले आफैले स्वयं टिबेटन अक्षर पढ्न सक्यौं भने एकदमै फाइदा हुने राम्ररी बुझ्न सक्नुहुनेछ भनेर भन्नुभएको छ है र त्यही कारणलाई लिएर र कसै अब साथीभाइहरु तपाईहरु कसैलाई टिबेटन सिक्ने इच्छा भएको उहाँहरुको लागि चाहिँ म यो भिडियोहरु यो टिबेटन क्लास दिँदै छु है र म टिबेटनको सुरुवातदेखि नै है टिबेटन अक्षरको सुरुवातदेखि तपाईहरुलाई सिकाउने छु अनि आजदेखि सधैं यस्तो भिडियो आउनेछ तपाईहरुले हेरिदिनु होला है त र आज चाहिँ अब त्यही जुनै पनि भाषा सिक्दाखेरि फर्स्ट भनेको तपाईले त्यही अब जस्तै नेपालीमा क ख ग घ है इंग्लिशमा अल्फाबेट एबीसीडी जस्तै टिबेटनमा पनि क ख ग घ भनिन्छ 30 वटा अक्षरहरु छन् है त्यो चाहिँ म आज तपाईहरुलाई सिकाउने छु है र टिबेटनमा पहिलो अक्षर भयो का भनिन्छ है का है त का अब नेपालीको यो भयो क यसलाई कलाई आकार का टिबेटनको चाहिँ का भन्छ है त र त्यसैगरी खा है का खा र गा यो भन्दा पनि यो गर्दा चाहिँ उचित होला घा र ङा नेपालीमा ङ भन्छ नि त्यसै टिबेटनमा चाहिँ ङा भन्छ है ङा अब यसलाई यस्तै लेख्नु पर्ला ङा है इंग्लिशमा चाहिँ यसरी लेख्छ हामीले ङा है त यो चाहिँ पहिलो 4 वटा अक्षर भयो का खा गा ङा है त र अब यसपछि यसरी नै म तपाईहरुलाई लेख्दै सिकाउने छु हो अनि राम्ररी हेर्नु होला अब फेरि कसैले नेपाली पढ्न आउँछ कसैलाई इंग्लिश पढ्न आउँछ त्यही भएर मैले दुवैमा लेखेको हुँ है तपाईहरु धैर्य गरेर हेर्नु होला अघिको भयो का खा गा ङा अब त्यसपछि आउँछ च्या है च्या त्यसपछि छा यो चाहिँ इंग्लिशमा ठ्याक्कै चाहिँ लेख्न आएन मलाई च्या छा जा त्यसपछि न्या यस्तो होला है त न्या भनिन्छ है यो लेखेको जस्तो भएको छैन भने मैले न्या भन्दै छु न्या भएको छैन भने त्यो तपाईहरु आफैले सचाउनु होला है न्या अब कसरी लेख्ने इंग्लिशमा पनि न्या अब यो टिबेटनको जुन यो प्रोनाउन्सिएसन छ बोली छ त्यो चाहिँ ठ्याक्कै
नेपाली र इंग्लिशमा लेख्दा चाहिँ आउँदैन कि त्यो चाहिँ तपाईहरु आफैले सोच्नु होला है त च्या छा जा न्या है च्या छा जा न्या का खा गा ङा चा छा जा न्या है न्यासम्म भयो 8 वटा गयो है अझै 22 वटा छ त्यसपछि आउँछ ता है ता ता त्यसपछि आउँछ था था त्यसपछि आउँछ धा धा त्यसपछि आउँछ ना है ता था दा ना है त ता था दा ना 12 वटा गयो है का खा गा ङा चा छा जा न्या ता था दा ना है त नेपालीको जस्तै आउँछ तर अलि फरक छ है त्यसपछि आउँछ पा पा त्यसपछि फा फा त्यसपछि भा भा त्यसपछि आउँछ मा अक्षर पनि अलि मिल्छ है मा मा है त पा फा बा मा है त चार गरेको 4 वटा गयो भनेपछि 16 वटा गइसक्यो है अब 14 वटा बाँकी छन् है पा फा बा मा अब आउँछ चा चा भन्छ यसलाई चा 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 त्यसपछि आयो छा छा त्यसपछि आयो जा है जा जा त्यसपछि आउँछ वा वा है चा छा जा वा है त चा छा जा वा 20 वटा गयो अब 10 वटा बाँकी छ है अब टिबेटन सिक्नै मन छ भने त सुरुवातदेखि सिक्नु पर्यो नि त हैन बीचदेखि सिकेर त भएन चा छा जा वा त्यसपछि आउँछ स्या है स्या स्या अब कसरी लेख्ने नेपालीमा स्या नेपालीमा ठ्याक्कै त लेख्न आएन यसलाई मैले हो स्या स्या सा हा या है त यो चाहिँ भयो हा हा यो भयो या या यो दुईटा चाहिँ ठ्याक्कै चाहिँ लेख्न आएन है मलाई अब भन्दाखेरि स्या सा हा या है त स्या सा हा या त्यो नेपाली र इंग्लिशमा ठ्याक्कै लेख्दा चाहिँ त्यो भनेको जस्तो ठ्याक्कै चाहिँ आउँदैन कि त्यही भएर एकदम गाह्रो हुन्छ है तर मैले भनेको राम्ररी सुन्नु होला स्या सा हा या त्यसपछि आउँछ रा रा यो सजिलो भयो है रा
ला यो पनि सजिलो भयो है रा ला स्या 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 रा ला स्या सा सा है यो चाहिँ सजिलो भयो रा ला स्या सा है स्या सा है त अघिको चाहिँ अलि गाह्रो भयो हो स्या सा हा या अहिलेको थियो रा ला स्या सा अब 28 वटा गइसक्यो है अब अन्तिममा छ हा आ है त हा आ है हा आ सजिलो छ है र अब म फेरि एकचोटि अब चाहिँ म टिबेटनमा मात्रै लेखेर देखाउँछु है अनि त्यो बेला राम्ररी सुन्नु होला धा ना पा फा पा मा सा छा जा वा शा सा हा या रा ला शा सा हजुर अब यता 30 वटा छ है 30 वटा अक्षरहरू छ यसलाई चाहिँ भन्छ साल्जे सुम्चु भन्छ टिबेटनमा है जस्तै अब इंग्लिशमा अल्फाबेट है त्यसरी टिबेटनमा यसलाई साल्जे सुम्चु भनिन्छ है त र म फेरि पनि तपाईहरुलाई एकचोटि पढेर देखाउने छु राम्ररी सुन्नु होला है त का का खा गा ङा चा छा जा न्या ता था दा ना पा फा बा मा चा छा जा वा शा सा हा या रा ला शा सा हा आ है त हजुर अनि यो चाहिँ थियो अब टिबेटन अब तपाईहरु अक्षर यानी भाषा सिक्नु मन छ भने सुरुवातमा चाहिँ यो सिक्न एकदमै जरुरत छ है र अनि आजदेखि चाहिँ मैले सुरु गरेको भोलि अब आजदेखि दिनका दिन सधैँ चाहिँ म एउटा भिडियो हाल्ने छु अनि त्यो सबै राम्ररी हेर्नु भयो भने तपाईले अवश्य तपाईले एकदम छिटो भन्दा छिटो चाँडो भन्दा चाँडो चाहिँ तपाईले आफैले नै टिबेटन अक्षर पढ्न सक्ने बोल्न सक्ने हुन सक्नुहुन्छ भन्ने मलाई आशा छ है विश्वास छ र भन्दै भिडियो अलि लामो भयो किनभने 30 वटा अब अक्षरहरू थियो हैन र त्यसैगरी भिडियोको अन्तसम्म हेरिदिनु भएकोमा धन्यवाद अनि भोलि फेरि अर्को भिडियोमा भेटौँला हस्त